everyone, welcome to my another day as an ACC in Singapore. MRT बाट चाहिँ अफिस जाँदैछु अनि आज चाहिँ we have the plan to go to Gardens by the Bay. अफिस पछि चाहिँ मैले चेन्ज गरेँ सुज र टप अनि त्यसपछि हामीहरू चाहिँ यता यो CBD एरियाको साइडतिरबाट हिँड्दै चाहिँ मरिना बे स्यान्ड्सनिर पुगेर अनि गार्डन्स बाई द बे जान लागेको। यहाँ बाटोमा चाहिँ अनि कस्तो राम्रो भ्यू देखिँदो रहेछ कि इभिनिङ भ्यू, सो आई जस्ट टुक सम भिडियो इन हियर। एन्ड देन कस्तो राम्रो कुकुरहरू देखेँ अनि आई ह्याड टु टेक अ भिडियो। अनि यहाँ चाहिँ लाइट र म्युजिकको सिङ्क भएर कस्तो मजाले म्युजिक बजिरहेको थियो। त्यसपछि चाहिँ हामीहरू चाहिँ यो मरिना बे स्यान्ड्सभित्र चाहिँ सपिङ मल जस्तो छ कि त्यहाँभित्र जाउँ न त अलिकति एयरकन खाइदिउँ भनेर चाहिँ गयौँ, किनभने बाहिर अलिकति अलिकति गर्मी थियो कि। हुन त सिङ्गापुर इज लाइक अलवेज गर्मी। अनि यहाँ गोर्डन ऱ्याम्जीको रेस्टुरेन्ट पनि रहेछ, मलाई थाहा थिएन। अनि यो जेन्टल मोन्स्टर भन्ने स्टोरमा चाहिँ कस्तो इन्ट्रेस्टिङ फिगरिन्सहरू थियो कि, त्यो हेऱ्यौँ। एन्ड माई सिस्टर वान्टेड टु सी समथिङ इन दिस स्टोर। अनि बाहिर निस्केको त यहाँ वाटर र लाइट सो भइरहेको रहेछ। अनि यहाँ चाहिँ आर्ट साइन्स म्युजियमको बाहिर पनि यो लाइटले चाहिँ यस्तो फिगरिङ्सहरू बनाइरहेको रहेछ। अनि गफ गर्दै अनि गार्डन्स बाई द बेतिर हेर्दै थियौँ। कस्तो मजाको हुन्छ कि इभिनिङ टाइममा चाहिँ यतातिर पिसफुल एन्ड नाइस। अनि यो गार्डन्स बाई द बे र मरिना बे स्यान्ड्स कनेक्ट गर्ने चाहिँ ब्रिजतिर पुग्यौँ। पछाडिपट्टि चाहिँ मरिना बे स्यान्ड्स ठ्याक्कै देखिन्छ कि। अनि त्यसपछि साइडतिर चाहिँ सिङ्गापुर फ्लायर देखिन्छ, यो चिलिमिली गोलोवाला। अनि हिँडेर अनि हामीहरू त अनि गार्डन्स बाई द बे पुगिहाल्यौँ। एन्ड वी वर जस्ट लुकिङ फर गुड स्पट। अनि लाइट सो सुरु भयो होइन। अनि सुरु भएको अनि हामीले त धेरैचोटि हेरिसक्यौँ, बट इट वाज जस्ट लाइक धेरै भयो नगएको भनेर मात्रै गएको थियौँ कि। अनि पुरा गब्बरवाला त्यो म्युजिक हुन्छ नि शोले मुभीको, इन्डियन मुभीको, त्यो म्युजिक पो बजाइरहेको कि। फर्स्ट टाइम भयो यो चाहिँ इन्डियन म्युजिक चाहिँ मैले चाहिँ गार्डन्स बाई द बेमा चाहिँ सुनेको। यो गब्बरको म्युजिक होइन, हामीहरू हिँडेको चाहिँ कति भइसकेको थियो कि, लाइक 1 आवर जति नै भइसकेको थियो, 1 आवर प्लसै भइसकेको थियो होला। डिनरको लागि चाहिँ अनि माई सिस्टर इन्सिस्टेड अन ह्याभिङ मेकडोनल्ड्स। अनि त्यही गार्डन्स बाई द बेको साइडमै थियो कि मेकडोनल्ड्स। अनि सो पछि त यस्तो भिड हुँदो रहेछ है।